कसम भने यो गीत त झापके गर्मी हेरेर बनाएको हुनुपर्छ। यस्तो गर्मी छ नि बिर्तामोडमा, आगोकै ज्वालाभित्र बसे जस्तो फिल भइरहेछ। अनि होइन, बिर्तामोडमा चाहिँ कसैलाई कुर्नु पर्ने भयो भने युजली हनुमान सेन्ट्रल अगाडि नै वेट गर्छन् क्या सबले, वेटिङ ल्यान्डमार्क जस्तो भएको छ है। अब यस्तो आगोको ज्वाला जस्तो घाममा के कुर्नु भनेर सिधै अगाडि भएको पञ्चामृत स्वीट्समा गए, मस्त शीतलमा बस। अनि यसो हेरेको नयाँ लस्सी अनि फ्लेभर मिल्क आएको रहेछ। ऋतिका डेरीद्वारा लोकली प्रड्युस भएको पञ्चामृत ब्रान्डको प्रडक्टहरू रहेछ। अनि सफ्ट ड्रिङ्क्स खानुभन्दा यही खान्छु भनेर किन्दै थिएँ, ठ्याक्क दिदी पनि आइपुगी। अनि सँगै टेस्ट गरौँ न भनेर वी ट्राइड लस्सी फर्स्ट। यो 250 ml को जीरा लस्सीको मात्र 25 रुपियाँ पर्ने रहेछ। टेस्ट चाहिँ सल्टी अनि रिफ्रेसिङ थियो भने स्वीट लस्सीको चाहिँ 30 रुपियाँ पर्यो अनि म्याङ्गो फ्लेभरको। त्यसपछि केसर अनि बटरस्कच फ्लेभर मिल्क ट्राई गर्यौँ। बटरस्कच त अति नै दामी लाग्यो, गर्मीको लागि राम्रो अप्सन लाग्यो, प्लस इकोनोमिकल पनि। हजुरहरूलाई पनि ट्राई गर्न मन छ भने चाहिँ ऋतिका डेरीको प्रडक्ट्स पाउने पसलहरूमा मजाले पाउँछ है यो सबै सामान।